सबैनाका सबैलाई होप यु गाइस तपाईहरु सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। सो आज पनि म आइसकेको छु तपाईहरुको सामुने। सो आज चाहिँ हामी के सिक्छौं भन्दा चाहिँ गुरुङ बेसिक स्पोकनको हामी सेन्टेन्सहरु सिक्छौं। आज चाहिँ सेन्टेन्स कसरी बनाउनु पर्ने भन्ने कुराहरु हैन। जस्तै हामीले डे 1 डे 2 को भिडियोमा हामीले कुनै पनि वर्ड्स अथवा शब्दहरु सिक्दै थिए हैन। अब चाहिँ त्यही शब्दहरुलाई जोडेर चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, सेन्टेन्स बनाउनु हुन्छ। जो सेन्टेन्स चाहिँ हामीले डे टु डे लाइफमा डेली लाइफमा के हो त घरतिर अब बोल्नु पर्ने युज गरी बस्नु पर्ने खालको सेन्टेन्सहरु सिक्छौं। सो गाइस कीप वाचिङ, कीप प्र्याक्टिसिङ गाइस। अन्तिमसम्म हेरिदिनु होला। सो आज चाहिँ हामी कस्तो खालको विषयमा सिक्छौं भन्दाखेरि चाहिँ जस्तै कि नमस्ते सबैजनालाई भन्ने कुराहरुमा हैन। सो तपाई कहाँ हुनुहुन्छ, खाना खानु आउनुहोस्, यता आउनुहोस् भन्ने विषयमा सिक्नेछौं। सो कीप वाचिङ गाइस, बाइ बाइ, लेट्स गेट इन्टु द भिडियो। एज यु क्यान सी अगाडि मैले एन र जी लेखिदिएको छु है गाइस। यो एनले चाहिँ नेपाली बुझाउँछ, सो जीले चाहिँ गुरुङ भनेर बुझ्नु सक्नुहुनेछ। सो जस्तो कि नमस्कार सबैजनालाई भन्दाखेरि हामी गुरुङमा के भन्छौँ भन्दाखेरि चाहिँ छेजलो तानालाई भन्छौँ है। सो तपाईहरुले पनि भनिदिनुहोस् होला, किनभने तपाईहरुले भन्नु भएन भने एकदमै गाह्रो पर्नेछ। तर 2-3 खेप तपाईले छेजलो तानालाई भन्यो भने चाहिँ तपाईहरुलाई एकदमै सजिलो हुनेछ है। छेजलो तानालाई नमस्कार सबैजनालाई भन्दाखेरि चाहिँ हामी गुरुङमा चाहिँ छेजलो तानालाई भन्छौँ है। जस्तै खाना खानु आउनुस् भन्दाखेरि कै चब खब अथवा कै चब खो भन्नु सक्नुहुनेछ। सो तपाई कहाँ हुनुहुन्छ भन्दाखेरि चाहिँ तपाई अथवा तपाई कहाँ छ भन्दाखेरि क्यो खनामु, क्यो खनामु, क्यो भनेको चाहिँ तपाई, खना भनेको कहाँ, मु भनेको छ, क्यो खनामु भन्छौँ है। सो म घरमा छु भन्दाखेरि न धिरिमु अथवा धिरमु, धिरी, धी भनेको घर, री लाउँदाखेरि पनि मा बुझिन्छ, र लाउँदा पनि मा बुझिन्छ है। न भनेको म, धिरमु, न धिरमु भनेको म घरमा छु भनेको नि। सो तपाईले मेरो अगाडिको भिडियो हेर्नु भएको छैन भने गएर हेर्नुस् होला। मैले म, तिमी, तपाई भन्दाखेरि के भन्छ त्यो सबै बुझाइसकेको छु है गाइस। सो अब हामी नेक्स्ट स्लाइडमा जानेछौँ गाइस। एज यु क्यान सी अन्तिमसम्म हेरिदिनु होला स्किप नगरिकन गाइस। सो यहाँ आउनु भन्दाखेरि चाहिँ हामी गुरुङमा चाहिँ चुइखो भन्छौँ है गाइस। सो तपाईहरु कहाँबाट हो, सरी गाइस यो चाहिँ मैले तपाईहरुलाई होमवर्क दिएको छु। सो तपाईहरु कहाँबाट हो भन्दा चाहिँ गुरुङबाट चाहिँ क्यो म खनिवाले, हामीहरु चाहिँ सिक्किमबाट हो भनेर तपाईले भन्नुपर्ने हुन्छ है। सो हामीलाई के भन्छ त्यो मैले अगाडि नै दिएको छु गाइस। सो हरूलाई त यहाँ माथि नै छ, मए भन्छ, तपाईले सिक्किम लेख्नु पर्यो। बाटालाई पनि यही माथि नै दिएको छ, हो भनेर पनि माथि दिएको छ। सो तपाईले यहाँ हेरेर पढ्न सक्नुहुनेछ। सो धन्यवाद सबैलाई भन्दाखेरि के भन्छ है त्यो पनि गाइस तपाईले कमेन्ट गरिदिनु होला। सो यसबाट चाहिँ म तपाईहरुले कतिको पढ्नु हुँदैछ त कतिको सिरियस लिनुहुँदैछ यो कुरा बुझ्नेछु है। सो बाइ बाइ गाइस, कीप वाचिङ। नेक्स्ट भिडियोमा भेट्नेछौँ, त्यतिखेरसम्म सन्चो बस्नु होला। बाइ बाइ।